स्टार्ट। हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ? म पनि सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहोला भन्ने पूर्ण आशा गरेको छु। मैले फ्रिजमा राखेको सिनोक्ता भयो तरकारी फ्रिजमा राखेर सेपसँग राखेपछि त्यो 4-5 हप्ता पनि राख्न मिल्दो रहेछ। सेपसँग मैले कसरी फ्रिजबाट अहिले भर्खर निकालेको यो कागजमा बेरेर सुरुमा कागजमा बेरेर अनि यो प्लास्टिकले बाँधेर अनि त्यसपछि यस्तो राखेको थिएँ। तरकारी हेर्नुहोस् है, यो कति केही पनि नभएको क्या तरकारी टिपेर लिएर आएको भर्खर टिपेर ल्याएको जस्तो तरकारी हुँदो रहेछ। त्यही भएर यो तरकारी तपाईहरुले यसरी सेपसँग राखेपछि तपाईहरुलाई तरकारी 4-5 हप्तासम्म पनि राखिन सकिँदो रहेछ भन्ने कुरा मैले तपाईहरुलाई बताएको छु। तपाईहरु पनि यस्तै गरेर तरकारी फ्रिजमा राख्नु होला अनि तपाईले 3-4 हप्तासम्म मजाले फ्रेस तरकारी खान सक्नुहुन्छ।